समृद्ध किसान समृद्ध नेपाल। आधुनिक प्रविधि उत्पादनमा वृद्धि किसान लाइफ नेपाल। प्रिय मित्रहरू नमस्कार। कृषक मित्रहरू, आज मैले तपाईँहरूको बिचमा अर्को चाहिँ भिडियो अपलोड गर्न गइराखेको छु र सम्भवतः आज मैले यो दृश्य हेरिराख्नु भएको छ। यो तलतिर पनि सुन्तला छ, माथितिर पनि सुन्तला छ, बिचमा खाडल देखिराख्नु भएको छ। खासमा यो हामी खाडलको अवलोकन गर्न आएका थियौँ। हामीले खासमा सुन्तला व्यवसायी कृषक दाजुभाइ तथा दिदीबहिनीहरूलाई सुन्तला उत्पादन गरेर सुन्तला लगाउने र सुन्तला लगाइसके पछाडि यसको उत्पादनले चाहिँ यो चाहिँ आर्थिक वृद्धि गर्नको लागि किसानहरूलाई चाहिँ जसरी वडा सरकारले निःशुल्क रूपमा ग्राफ्टिङ बिरुवा वितरण गर्दैछ र सोही अनुरूप यो खाडलहरू अवलोकन भइराखेको छ। खाडल सही तरिकाले खन्न उत्तिकै जरुरी छ। हामीले परम्परागत रूपमा अर्थात् ट्रेडिसनल रूपमा चाहिँ जसरी खेती गर्थ्यौँ सुन्तला फलफुल जुनसुकै लगाउँदाखेरि पनि हामीले सम्भवतः त्यत्तिकै खाडल नखनेर क्वाप्प खन्ने र लगाउने हाम्रो प्रवृत्ति चाहिँ हिजोदेखि नै त्यो चाहिँ प्रवृत्ति थियो भने आज त्यसरी चाहिँ पुरानो तरिकाबाट नभएर अहिले पछिल्लो लटमा यसलाई अलिकति नयाँ तरिकाले हामीले चाहिँ सुन्तला खेती अर्थात् जुनसुकै फलफुलको खेती गर्न लागे तापनि अलिकति व्यवस्थित तरिकाले गर्नुपर्छ भन्ने हेतुका साथ हामीले यसरी चाहिँ कृषकहरूको बिचमा यो खाडलहरू चाहिँ अवलोकन गरिराखेका छौँ। यो दृश्यमा देखिराख्नु भएको छ सम्पूर्ण कृषक दाजुभाइ तथा दिदीबहिनीहरूले। यो मेरो अर्को युट्युब च्यानल हो र यसमा तपाईँहरूलाई खासमा कृषिको बारेमा मात्र तपाईँहरूको बिचमा मैले भिडियोहरू चाहिँ अपलोड गरिराखेको हुन्छु। जसले यो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन र तपाईँहरूलाई कृषिको बारेमा धेरै कुराहरू जान्न मन छ, धेरै कुराहरू चाहिँ हेर्न मन छ भने धेरै कुराहरू यो कृषिको भिडियोहरू चाहिँ हेर्न मन छ भने यो किसान लाइफ नेपाल युट्युब च्यानललाई तपाईँहरूले चाहिँ सब्सक्राइब गरिदिनु होला र सब्सक्राइब गरिसके पछाडि तलको एउटा बेल आइकनलाई पनि टिङ्ग पारेर घन्टी बजाइदिनु होला। किनकि जबसम्म तपाईँहरूले यसरी चाहिँ बेल आइकन बजाउनु हुँदैन तबसम्म तपाईँहरूको मोबाइलसम्म चाहिँ मेरो भिडियो आइपुग्ने छैन र तपाईँहरूले चाहिँ कृषिको भिडियोहरू चाहिँ हेर्न चाहिँ पाउनुहुने छैन। यो युट्युब च्यानल मार्फत दृश्यमा देखिराख्नु भएको छ हाम्रो कृषक पनि हुनुहुन्छ, उता अगाडि हिँडिराख्नु भएको छ हाम्रो कृषि प्राविधिक खरेल सर हुनुहुन्छ, कृषि प्राविधिक हुनुहुन्छ र यसरी चाहिँ हाम्रो यो यति सुन्दर दृश्य छ। यो हाम्रो 1500 देखि 1550 हाइटमा रहेको चाहिँ यो चाहिँ भूभाग हो र लालसिंह घरतीज्यूको यो सुन्तला बगान दाङको बङ्गलाचुली गाउँपालिका वडा नम्बर 5 स्थित पर्ने यो सुन्दर बस्ती छ। अति सुन्दर दृश्य छ। मैले तपाईँहरूको बिचमा देखाइराखेको छु। सुन्तलाको बारेमा योभन्दा पहिला को भिडियोमा पनि मैले तपाईँहरूको बिचमा राखिसकेको छु। सुन्तलाका प्रजाति, खासमा सुन्तलाले के चाहिँ फाइदा गर्छ, सुन्तलाका प्रजातिहरू कस्ता हुन्छन् भन्ने विषयमा, कस्तो खाले सुन्तला लगाउँदा त्यसको चाहिँ फाइदा लिन सकिन्छ भन्ने भिडियोहरू चाहिँ फेरि पनि आउनेछ। तर सुन्तलाका प्रजातिको बारेमा, नेपालमा पाइने सुन्तलाको प्रजातिको बारेमा तपाईँहरूको बिचमा योभन्दा पहिला पनि मैले भिडियो राखिसकेको छु र आउने दिनहरूमा पनि मैले अन्य कृषिका भिडियोहरू तपाईँहरूको बिचमा राख्नेछु भने यो कृषिको भिडियो सम्भवतः सुन्तला लगाउने, खासमा सुन्तला हामीले यो हिउँदको समयमा लगाउनु पर्छ, हिउँदको समयमा पुसमाको समयमा यसलाई ग्राफ्टिङ गर्नुपर्छ भन्ने त छ। तर हामीले लगाउने हिसाबले हामीसँग नेपालमा पर्याप्त मात्रामा खास गरी यो पहाडी भूभागमा हामीसँग सिँचाइको अभाव हुने भएको कारणले गर्दा आदरणीय हाम्रा सम्पूर्ण कृषक दाजुभाइ तथा दिदीबहिनीहरूले सुन्तला व्यवसाय गर्दा उत्तरी पूर्वी मोहडा खासमा 1000 मिटरदेखि माथि लगाउँदा राम्रो मानिन्छ र हामीले यो वर्षायाममा जेठको अन्तिममा पनि यो बर्सात गर्यो भने त्यतिखेर पनि लगाउन सकिन्छ र खासमा असारको चाहिँ 15-16सम्म लगाउँदा अति उत्तम। असारको 15-16 भन्दा पछाडि हामीले यो सुन्तला लगाउने काम भयो भने
सुन्तला त्यति राम्रो चाहिँ हुर्कन पनि सक्दैन र सकभर त सुन्तला मर्न सक्ने, बिरुवा मर्न सक्ने सम्भावना हुने गर्दछ। त्यसो हुँदाखेरि हामीले सुन्तला लगाउँदा खासमा सिँचाइ अभाव भएको ठाउँहरूमा जेठको अन्तिमदेखि असारको 15 देखि 20 सम्म लगाउँदाखेरि पनि बचाउन सकिने हुन्छ र दृश्यमा देखाइराखेका छौँ हामीले तपाईँहरूको बिचमा तपाईँहरूले देखिराख्नु भएको छ। यो चाहिँ बोर्ड पेस्ट गरेको चाहिँ बुटाहरू पनि देखिराख्नु भएको छ तपाईँहरूले। अब जसले हेर्नुभएको छ, तपाईँहरूलाई चाहिँ सुन्तलाको बारेमा जान्न मन छ, बुझ्न मन छ र तपाईँहरूले पनि व्यावसायिक रूपमै किसान जति पनि किसानहरू हुनुहुन्छ व्यावसायिक रूपमै सुन्तला व्यवसाय गर्न चाहनुहुन्छ भने कृपया यो भिडियोलाई चाहिँ राम्रोसँग हेर्नुहोला। हामीसँग थुप्रै किसिमका सुन्तलाका रोगहरू हुने गर्छन्। त्यो रोगहरूको बारेमा पनि मैले तपाईँहरूको बिचमा अर्को भिडियो चाहिँ राख्नेछु। खास गरी मैले यो फलफुलका बारेमा, किसानको बारेमा कुराहरू राखिराखेको हुन्छ। तर तपाईँहरूलाई जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया कमेन्टमा लेख्नुहोला भन्न चाहन्छु र यो भिडियो हेरिसके पछाडि कमेन्ट भन्ने अवश्य गर्नुहोला भन्दै आजको यो सुन्तलाको खाडल अनुगमन गर्ने कार्यक्रममा मैले लिएको भिडियो तपाईँहरूलाई कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिनुहोला भन्दै बिदा हुन्छ। हस्त, धन्यवाद, नमस्कार।